बालनले गरे अहिलेसम्मकै बोल्ड निर्णय। उपत्यकाका नदी किनारबाट विस्थापितलाई प्रति परिवार 25,000 पुनर्स्थापना खर्च दिने सुकुम्बासीमा छायो एकाएक खुसियाली। सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकालाई वैकल्पिक बसोबास व्यवस्था आफै गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। बालन नेतृत्वको मन्त्री परिषद बैठकले बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्य प्रति परिवार रकम 15,000 प्रति महिना 3 महिनासम्मका लागि उपलब्ध गराउने निर्णय गरेको हो। त्यस्तै 5 भन्दा बढी सदस्य भएको परिवारका लागि प्रति सदस्य 2,000 का दरले 3 महिनाका लागि सो रकम उपलब्ध गराउने निर्णय भएको हो। जोखिमयुक्त बस्तीबाट हटाइएकालाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्ने प्रोत्साहित गर्न 5 सदस्य भएको परिवार प्रति राहत रकम 15,000 प्रति महिना, सो भन्दा बढी सदस्यका लागि प्रति सदस्य थप 2,000 प्रति महिनाका दरले हाललाई 3 महिनाका लागि बसोबास खर्च उपलब्ध गराउने निर्णय भएको छ। त्यस्तै वृद्ध, असहाय, अशक्त, आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्न निर्णय भएको पनि बताएका छन्। बालबालिका तथा विद्यार्थीको पठन पाठन र विद्यालय तथा स्वास्थ्य सेवाको सुनिश्चितता स्थानीय तहको समन्वयमा गर्ने निर्णय गर्न पनि आजको मन्त्री परिषद बैठकले निर्णय गरिसकेको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई प्रति परिवार एकमुष्ट 25,000 रुपियाँ उपलब्ध गराउनेछ। आजै बसेको मन्त्री परिषद बैठकले यस्तो बताएको हो। काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रुपियाँ एकमुष्ट रूपमा प्रदान गरिनेछ। मन्त्री परिषदले यसबारे ठोस निर्णय गरिसकेको छ। बैठकले सैनिक सेवा छैटौं संशोधन नियमावली 2083 स्वीकृत गर्ने नेपाल राष्ट्र बैंक 2058 लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरिएको छ। यस्तै बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 अनुसार हुने राजपत्राङ्कित विशेष श्रेणीका सचिवको दरबन्दी मिलान गर्ने र पदस्थापन गर्ने निर्णय गरिएको छ। बैठकले स्विजरल्यान्ड र चीनबाट प्राप्त हुने अनुदान स्वीकार गर्ने र काठमाडौँबाट विस्थापित सुकुम्बासीलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको हो।